यस्तो 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 नि हुन्छ मुला है। हामी खास यहाँनिर आउनुको कारण भने चाहिँ एन्ड वन्स अगेन वेलकम ब्याक सरहरू। म्याक्रे के छ नयाँ नौलो खबर सरहरूको है। यहाँ आर्मी जवान यो मन्दिरको रक्षा गर्दैछ माथि। आर्मी जवानको साथमा सरहरू हामी निस्किसकेको छौँ आजको दिनको चढेलाई शुभारम्भ गर्नलाई। आज मुला के हुन्छ भनेर थाहा पनि छैन, पुरै नयाँ नौलो अननोन खालको होइन। टक्क जाँदैछौँ अनि माथि टहराको काम लगभग हुँदैछ। हिजो पनि गएर खुल्ली हानेर आएको, तर मैले भिडियो बनाएन हिजो किनकि कति बनाउनु मुला कति बनाउनु, लामो जस्तो काम पनि गर्नु पऱ्यो, भिडियो बनाएर मात्र भएन। अनि एक अब हिजो काम साम मजाले निभाएर आएको छौँ होइन। अनि आज अर्कै कामको लागि बाहिर जानु लाग्छु। अहिले अगाडि बढ्दै जाउँ, आफै थाहा हुन्छ। मुला अगाडि इन्ट्रो हेरेर पनि थाहा पाइन्छ अलिअलि होइन। अनि अहिले हामी कहाँनिर छौँ भन्दा यो के भन्छ यसलाई, के चोक पो भन्छ लामो जस्तो, त्रिवेणी चोक के भन्छ, लेफ्ट ए राइट भन्दै हामी अगाडि बढिसकेको छौँ। लामो जस्तो गाडीहरू पनि कति आउँछ यार यहाँ त यार। अनि हिजो चाहिँ तल मुला माथि हाम्रो गोकर्ण के अरे त्यो मुला रिजर्भर छेउमा नमिठो एक्सिडेन्ट भएछ। यहाँ राइट लिनुपर्ने हुन्छ। अनि यस्तो नमिठो एक्सिडेन्ट भएछ कि मुला 220को मुला ह्यान्डल क्र्याक, स्कुटरको मुला अगाडिको टाउको साउको केही छैन होइन। म फोटो यहाँ मुनि राखिदिन्छु है त कस्तो भएको छ, तर राम्रो चाहिँ छैन। मैले बेलुका खिचेको थियो, बेलुका अलिकति बाहिर जान्थ्यो अनि यस्तो नमिठो एक्सिडेन्ट भएको थियो नि मुला। यस्तो साइको धन्न मान्छेहरूलाई चाहिँ केही भएन होला है, तर त्यत्रो एक्सिडेन्ट हुँदा केही न केही त भयो होला होइन। टक्क डेडली टाइममा। अनि अर्को कुरा भनेको मैले कपाल पनि हिजो नै निभाइदिइसकेको छु, झ्याप्पै लाएर भिडियो चाहिँ बनाएको छैन किनकि हिजो अति काम नै थियो। मैले भिडियो बनाउनु मजाले भ्याइनँ। अनि अहिले चाहिँ हामी जाँदैछौँ बाहिर, त्यही भएर अब भिडियो बनाउँदैछु काम काजले। अनि आज पनि हामीसँग रहेको छ शम्भु भाइ नै, उनी सर जानुपर्ने हुन्छ अगाडि। एउटा ठुलो काम छ, ठुलो त त्यस्तो मलाई ठुलो त होइन, त्यस ठिकठाक। अनि केटाहरूले यहाँनिर हाम्रो स्वतन्त्र पार्टीलाई सपोर्ट गर्नुलाई घन्टी पनि झुन्डाएको छ मुनिपट्टि, सपोर्टको लागि त होइन। तर खै यो के बेल रिङ के भन्दो रहेछ म्या, लक्की बेल रिङ के समथिङ के भन्दो रहेछ। अनि त्यही भएर झुन्डाएको छ केटाहरूले। आवाज त मेरो सुनिरह होला लामो यस्तो हल्ला छ, त्यही भएर यत्रो यहाँ मुटु फुट्ने गरी कराउनु परिरहेछ मैले होइन। नत्र खासै यो बिहान कसलाई कराउनु मन छ र होइन। यस्तो चिसोमा मुला त्यस्तो चिसो त छैन त्यस्तो, तर बिहान मुला बाइकमा हिँड्दाखेरि त चिसो त भइहाल्छ नि यार छाइको या। त्यसरी अघि बढ्दैछ। अब सिधै गएर खाजा खाने ठाउँमा अस्तिनिर हामीले नि खाजा खाथ्यो, त्यहाँ मिठो थियो। तल के पुल भन्छ लामो, त्यो धन्नै ठोकेन यार। कहाँ छ सरहरू? हामी आइसकेको छौँ फेरि पनि नयाँ नौलोको साथमा। यस्तो यहाँ केटाहरूले घन्टी झुन्डाएको थियो, कहाँ झुन्डाएको भन्ने कुरा हो। यतानिर कता छ अहिले हेर्छौँ मुला पुरा टङ गरेको छ। अब यहाँनिर हामीले खाजा दबाउनु पर्ने हुन्छ, यहाँ पार्किङमा छोडेको छौँ होइन। त्यही हो कामकाज, कपाल यस्तो अलिक कामपिन टाइप भएको छ, केही छैन। यहाँनिर मिठो थुक्पा पाउँछ क्या, थुक्पा बन्छ होइन। हेग्नु सर हुन्छ नेपालको बेरोजगारको सदस्यमा हामी पनि। म लाइन यति लामो छ नि, यतिको त मलाई चाइनाको त्यो ग्रेट वाल पनि छैन। अन्त सरहरू पुरा यस्तो नि हुन्छ मुला है। मान्छे त यति छ होइन। हामी खास यहाँनिर आउनुको कारण भने चाहिँ इन्टरभ्यू दिनु लागेको थियो क्या। मान्छे त यति धेरैमा सबभन्दा बढी चाहिँ, तर केटाहरू चाहिँ तराईबाट आउँदो रहेछ। हामी यहाँनिर 5-6 जना केटाहरूलाई नि भेट्यो होइन। अनि यो खोइ उत्तर ढोका कि दायाँ ढोका टोखा कि कता भन्ने रहेछ कि होइन, टोखा त होइन यता भन्ने रहेछ मा आएको साइडको भयो। म देखाउँछु लाइन यति धेरै छ नि। हामी त यतापट्टि यता आएर बसिरहेको थियो, यति धेरै लाइनको लाइन होइन। लाइन पनि बसेको कति 60 केजी चाहिने रे, अरू जाँदालाई चाहिँ लखाडिदिने सिधै। अब म त्यति 60 केजी छैन होइन। अनि लामलुम निकालेर फालिदिने रहेछ यहाँ त। अनि मुला साइको हुन्छ क्या मान्छेहरू, सिधै 60 केजी छैन भाइ घर जा, सिधै कामै छैन क्या यहाँनिर। ए यस्तो
60 केजी, हाइट 5'5", अनि डकुमेन्टहरू टक्क मिलेको हुनुपर्ने रहेछ होइन। अनि आफूसँग त्यस्तो डकुमेन्ट होइन, मैले निकालेको छैन 12को, तर डकुमेन्ट त छन्दा छ, तर वेटले धोका खाएको छ यहाँनिर। अनि हेर अब यहाँनिर अब हुलहरू बिस्तारी बिस्तारी बढ्दैछ होइन त। ल सरहरू अब क्राउडहरू यस्तो यहाँबाट देख्दै 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 जान्छ है। यस्तो यो त के होइन, ट्रेलर मात्र हो, फिल्मभित्र छ। आउने हो म देखाउँछु नि पुरै स्पष्ट। गाँडा कुद्दा हाले यार, पान परा खाएर सब ठुकेर हैरान गरेर छ नि मा। यहाँ त यस्तो साइको गरेको छ नि। आउनु न, यहाँनिर खास चाहिँ केटा हो मा। मलाई त सिधै निकालिदिइहाल्यो मा, लाता हानेर। लाता त हानेको छैन, तर सिधै निकालिदियो हो। हाइट होइन, वेट पुगेन अरे मेरो चाहिँ मा, वेट पुगेन अरे टक्क। अनि त्यो निकालिदिएको छ। अब के गर्नु अब केटाहरू यहाँ यता तन्किँदैछ जिराफ जस्तो तन्किँदैछस्। अनि मलाई चाहिँ निकालिदिइहाल्यो है मा, वेट सेट पुगेन अरे मा। कपाल काटेको थिएँ, कपाल नै 2 केजी थियो सबै, त्यही भएर निकालिदिइहाल्यो होइन। अब हामी घर जाने हो। मुला उँभो लाग्दैन, यस्तो फ्रस्ट्रेट छ नि यहाँनिर। यति धेर मान्छे छ, लामो सबलाई मुला आफ्नो आफ्नो छ होइन। यस्तो रिस भएर मर्नुला होला मान्छेहरू। बिहानदेखि कसैले भात खाएको छैन मुला यार। ल हामी अब चलिदिन्छौँ, मुला सिधै निकालिदिइहाल्छ होइन। अब के भन्दा यहाँनिर म्यादीहरू पनि आएको छ, पुलिसहरू पनि आएको छ। अहिले त मुला अघि नै त्यति धेर लाइन थियो, अब चाहिँ सकिसक्यो मुला। अघि मलाई चाहिँ निकालिदिइसक्यो। यहाँनिर यो लाइनभरि सबै मुला लाइन थियो लामो, त्यहाँदेखि पर छन्। हामीलाई त अघि निकालिदिइहाल्यो होइन, मलाई त सिधै हिँड्नु न। अनि निकालिदिइहाल्यो। त्योपछि अब केही न केही अनि मुला अब चल्दिनु लाग्यो। मुला कामै छैन। यता यहाँदेखि मुला परसम्म लाइन थियो क्या मुला, यति थियो होइन। अब सब साइको भयो। अब आफ्नो आफ्नो घर चल्दियो।